हातैन है हातैन ल चम्चाले पहिला बुढी आमाहरुलाई आउनु न आमा नहीं आएको छ आउनु न हामी त आमाहरुलाई हो के जहिले नि होइन पहिला बुढी आमालाई खिलाउने नि आउनु न आउनु न आमा यतापट्टि हजुरहरु भन्नु फेरि भने हैन के खुलाउनु भनेको हजुर आमा खुलाउने आमा आउनु न के खुलाउनु र सर हजुर आमा यता आउनु होला त्यो खुलाएर यहाँ राख्नु चम्चाहरु चमच त्यही राख्यो र सर एउटा चमच आमालाई एउटा चमच आमालाई ए बाहिर चाहिँ म बाहिर ड्याडीले मलाई हजुर हजुर यता साबहरूसँग बाहिर चाहिँ यता पुलिस बजारतिर भित्र आउनु ल अलि पार्टी सर हजुर ल यतै बस्नु आमा खै केही भन्नुभएको छैन त आमालाई खिलाउनु हजुर हुन्छ हुन्छ राम राम सर नानीलाई बोलाइदिनु नाना पछि हो नानीले खान्छ पहिला बर्थडे गर्दा खाने अलिअलि मात्रै अलिअलि खुलाइदिनु अब अर्को खुलाइदियो फेरि अर्को त्यही चम्चाले खुलाउन उयो झिकेर थोरै झिकेर आमाहरूलाई खुलाउ खै त्यो नदोरेको आमालाई खुलाइदियो फेरि केही जुठो हुन्छ नि चम्ची अर्को छ हजुर त्यो चम्चा हेर अर्को आमालाई यो चम्चाले है छिटो थ्याङ्क यू भन्नु थ्याङ्क यू लगाइदिन्छ सानो मान्छेलाई माया केएफसी नि अब सबैले खाने मै खान्छ है यो फेरि आगो चम्ची छ खानु हजुर खानु सबैले भिडियो गर्नु ल अङ्कल आन्टी गुड 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 ल अब अङ्कल आन्टी यति बस्नु कि दाइ दिदी त आउनुहुन्छ ए दाइ दिदी हजुर यता आउनु न हजुर दुइटा यता आउनु हामी दुइटा यति त्यसपछि दाइ दिदी दाइलाई ल आन्टी हजुरको फेभरेट त्यही त यता यता अङ्कल आन्टी अहिले काटेर प्लेटमा खाने है अङ्कल आन्टीलाई अङ्कललाई दिनु पहिला अङ्कललाई खुलाउनु पहिला सानो है पहिला खुलाउनुहुन्छ के चम्चा बर्थडे पुग्नु हुन्न नि त यो त चम्मच ए रेडी है खाँदैन थोरै खाँदैन अङ्कल खाने आन्टीलाई नबिर्सिने हस् सम्झेर भेट्न आइराख्नु कल गरिराख्नु फेरि घर गएर बिर्सिने होइन नि हस् त्यसरी सानो कोपना हो हजुर अब दाइ दिदीहरू ब्याग ल्याउनु भएको बहुत मिस्टेक गर्यो अब 3 जनाको पैसा म छोडिदिन्छु ब्याग ल्याएर सानो भाइ
म त टिका लगाइदिनु थियो नि फेरि ल यो चाहिँ टिका लगाएको तिम्रोमा त गिफ्ट दिनु दिदिन्छु भन्छु भन्दैन ल ल ल ल छिटो ल दाइ